आस्था क्षेत्रको सञ्चालन गर्दैछौँ, यसमा गरिँदैछ। तपाईँ पवित्र आत्माले हामीले बनाएका सम्पूर्ण योजनामा तपाईँको छुवाइरहोस् भनिकन हामी प्रार्थना गर्छौँ। राजश्री 2082 प्राइस एम्बेसडर क्याम्प GAC 2025 पाँचखल सेक्टर 3 पद छ। परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। एसिया 40 को 1:20। प्रिय जवान साथीभाइहरू, भविष्य कस्तो बनाउने, कस्तो जिन्दगी बनोस् भन्ने तपाईँ अपेक्षा गर्नुहुन्छ। तपाईँको भविष्य तपाईँको अहिले तपाईँले गर्ने प्रेजेन्ट तपाईँको अहिले बिहेभियरमा डिपेन्ड हुन्छ। प्रिय अहिले तपाईँ जुन परिस्थितिमा जिरहनु भएको छ त्योभन्दा पनि फरक परिस्थितिको कल्पना परमेश्वरले तपाईँलाई हालिदिन चाहनुहुन्छ। प्रिय हामी यो संसारमा जुन प्रकारले जिरहेका छौँ, जुन प्रकारका परिस्थितिहरूसँग सङ्घर्ष गरिरहेका छौँ, यी सबै परिस्थितिले हाम्रो जीवनमा कहिलेकाहीँ चाहिँ निराशा ल्याउँछ। आशा आउनुपर्ने, तर हामी छिटै निराशित हुन्छौँ। किनकि जवानहरू चाहिँ छिटै निराशामा जान सक्छन्। त्यसैले तिनीहरू छिटै थाक्छन्। यसो नहोस् भनेर पहिलो कुरा मानिसहरूले नथाक्नका लागि चाहिँ पहिलो कुरा चाहिँ के रहेछ भनेदेखि हामीहरू चाहिँ बिउ हौँ भनेर जान्नुपर्छ। आफैलाई सम्बोधन गर्नुहोस्, म बिउ हौँ, म बिउ हौँ। के को बिउ? आशाको बिउ। तपाईँको परिवारले तपाईँप्रति आशा राखेको छ, तपाईँको घरनाले तपाईँप्रति आशा राखेको छ, तपाईँको मण्डलीले तपाईँप्रति आशा राखेको छ। हैन, कलिलो बिउ, हैन, एकदमै पोटेन्सियल बिउ। तपाईँसँग धेरै कुराहरू छ, धेरै चिजहरू उमार्न सक्ने त्यो उमार क्षमता भएको बिउ। जति बिउहरू बुढो हुँदै जान्छ नि त्यसको उमार क्षमता कमजोर हुँदै जान्छ। र तपाईँ यङ ब्लड, तपाईँ तातो रगत भएको जवानहरू, तपाईँहरूसँग उत्पादन क्षमता धेरै छ। त्यसैले तपाईँप्रति देशको मण्डलीको आशा नै धेरै छ। त्यसैले बिउलाई जोगाउन सिकाइन्छ। साँच्चै नै परमेश्वरको वचन हाम्रो बिचमा आएको छ। हामी यो दिनको बसाइको निम्ति हामी यहाँनिर छौँ अनि हामी साँच्चै नै हाम्रो हृदयदेखि यो दिनको बसाइलाई आशिष मानेर हाम्रो जीवनको एउटा महत्त्वपूर्ण भागको रूपमा हामी विकास गर्न चाहन्छौँ। परमेश्वरसँगको उपस्थिति र परमेश्वरको अगुवाई हामी खोज्छौँ। हालेलुया, हालेलुया, हालेलुया। हे हाम्रो स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुहुने र संसारमा भएका सबै मानिसहरूको बिचमा प्रभु तपाईँको उपस्थितिमा हामीलाई डोर्याउनु हुने परमेश्वर, आज बिहान फेरि हामी तपाईँको नाउँमा हामी प्रार्थना हुँदछौँ, तपाईँको उपस्थितिमा हामी खडा हुँदछौँ कि प्रभु जसरी हामीलाई प्रभु यो विशेष दिन, यो मौका, यो अवसर तपाईँ परमेश्वर हामीलाई जुटाउनु भएको छ। हे परमेश्वर, आज तपाईँ परमेश्वरको दासद्वारा तपाईँ परमेश्वरको वचन आज हाम्रो बिचमा आएको छ। प्रभु हामी फेरि एकचोटि तपाईँमा रिबर्थ हुनको निम्ति, तपाईँमा फेरि एकचोटि रिन्यू हुनको निम्ति प्रभु तपाईँले यो मौका, यो अवसर प्रभु तपाईँले हामीलाई दिनुभएको छ। प्रभु हामी तपाईँसँग प्रार्थना गर्दछौँ। हे परमेश्वर, यो बसाइलाई अझै प्रभु आशिषित र प्रभु अझै प्रभु तपाईँ परमेश्वरको उपस्थितिमा प्रभु हामी जानको निम्ति प्रभु तपाईँ परमेश्वर हामीलाई सहायता गर्नुहोस्। We'll be right back.
याद गर्नुपर्छ म सोध्छु है हाजिरा भन्छ भरे आगम वक्ताद्वारा बोल्नु भयो पुजारीहरूद्वारा बोल्नु भयो न्यायकर्ताद्वारा बोल्नु भयो अनि हिब्रू 1 को 2 ले यसरी भन्छ अहिले वर्तमान नाउ प्रेजेन्ट परमेश्वरको पुत्र येशूद्वारा बोलिराख्नु भएको छ र परमेश्वरको वचन प्रेम पत्रद्वारा बोलिराख्नु भएको छ आमेन वचन यो प्रेम पत्र हो प्रेमी हाम्रो परमेश्वरको वचन यो प्रेम पत्र हो प्रेमी हाम्रो परमेश्वरको नि गाउँछौ नि आफ्नो प्रेम पत्रद्वारा येशू बोलिराख्नु भएको छ व्यवस्था 30 को 14 मा यही कुरा छ कि वचन स्वर्गमा छैन समुद्र पारी छैन कुनै गोसैकुण्डमा कुनै तीर्थधाममा गएर पाइन्न परमेश्वरको वचन तपाईको नजिक छ मुखैमा छ हृदयमा छ रोमीले पनि पावलले पनि यसलाई उद्धृत गरेका छन् दोहोर्याएका छन् हेर्नु होला हालेलुया परमेश्वरको वचनमा आशा गर्नेहरू परमेश्वरको वचन मुख र बिन्द मुखबाट निकाल्नेहरू परमेश्वरको वचन हृदयमा राख्नेहरू चिल झैं माथि उड्नेछन् गरुड चाहिँ माथि उड्नेछन् उनीहरू तल फल डाउन हुनेछन् उनीहरू अनहकमा अलमलिएर नरकमा उनीहरू तल कुँजिएर तल फालिने छैनन् तिनीहरू दिन दिन परमेश्वरमा माथि उठाइनेछन्
गएर अनि प्रभु तपाईँ उचालिनु भएको छ हाम्रो जीवनबाट तपाईँ उचालिनु भएको छ यी कुराहरूबाट प्रभु तपाईँलाई आदर मिलेको छ यो स्वर्गीय स्थानसम्म प्रभु एउटा धुपको बासना जस्तै हाम्रो यी आवाजहरू उचालिएका छन् अनि पुगेका छन् प्रभु तपाईँलाई धन्यवाद तपाईँको उपस्थितिको लागि प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ मध्यन्नमा क्रुसमा टाँगिएको थियो येशू जन्मिँदा आधारातमा जन्मिनु भयो संसारको ज्यालो भयो येशूलाई क्रुसमा टाँग्दा मध्याह्न मध्य दिनको थियो 12 देखि 3 बजेको समय थियो मध्याह्न थियो तर येशूले प्राण त्याग्दा संसार हल्यो इलो इलो लामा सबक ठानी भनेर पिता पिता मलाई किन त्याग्नु भनेर त्यो नाङ्गो निर्वस्त्र भएको टिङ्गुङ्गै माथि झुन्डाइएको त्यो येशूलाई क्रुसमा टाँगियो क्रुसमा टाँग्दा प्राण त्याग्न साह्रो गाह्रो भयो रगत बगिराखेको छ पीडा भइराखेको छ तिर्खा लागिराखेको छ त्यति बेला पनि पानी पानी भन्दा कसरी पानी पाएन ती सिपाहीहरू ती टाँग्ने धर्मगुरुहरूले खिल्ली उडाउँदै तितो पित्त खुवाएर हैन तितो पित्त र फोहोर पानी खुवाए येशूले निल्नु भएन पिता इलो इलो लामा सबक ठानी पिता पिता मलाई किन त्याग्नु भयो भनेर उच्च स्वरमा कराउनु भयो जमिन चिरिएर त्यो निलियो पर्दाहरू च्यातियो अनि त्यो दिनदेखि साँच्चै नै मन्दिरको शक्ति पनि हटेर गयो हालेलुया हालेलुया त्यो दिनदेखि अब प्रभु परमेश्वरको उपस्थिति मन्दिरमा होइन हृदयमा वास गर्न चाहनुहुन्छ व्यक्तिको हृदयमा वास गर्न चाहनुहुन्छ हालेलुया त्यो दिनदेखि परमेश्वर एउटा अगमवक्तामा मात्र होइन एउटा पुजारीमा मात्र होइन एउटा पास्टरमा मात्र होइन एउटा न्यायकर्तामा मात्र होइन उहाँ हरेक मानिसको हृदयमा बस्न चाहनुहुन्छ
धेरैचोटि तपाईँको समस्या पर्दा साथीसँग, अन्य साथीसँग, अक्रिस्चियन साथीसँग, अरू व्यक्तिसँग कुरा बाँड्दै हेर्नुहुन्छ। घरको बिलाना, चर्चको बिलाना, अरूको बिलाना, अरूको उ गरेर कुरा काटेर यो हिँड्ने मानिस होइनौँ। हामी त मन दुखे पनि, मन नदुखे पनि हामी प्रभुसँग जाने हो, प्रभुको आत्माको अगुवाई माग्ने हो। अनि मोबाइलसँग बढी झुक्ने, विभिन्न कुरामा बढी झुक्ने होइन। दिनमा एकचोटि न एकचोटि बाइबल पढ्नुहोस्, मनन गर्नुहोस्। अरू यसरी भन्नुहोस्, प्रभु अब्राहमका परमेश्वर, इसाकका परमेश्वर मात्र भन्दिनँ, हाम्रो पास्टर अगुवाहरू होला, ती अगुवाहरू जस्तै प्रभु मलाई सिकाउनुहोस्। मलाई यो भ्यू उफ्रिन र तपाईँसँग हिँड्न सहायता गर्नुहोस्। म त्यो 500 जनाको हुद्दामा मात्र हुँदिनँ, तर 120 जनाभित्र पर्न चाहन्छु। पवित्र आत्माको शक्तिले भरिएर जिउन चाहन्छु। मेरो बलले, मेरो सम्पत्तिले, मेरो तागतले, मेरो ज्ञानले, मेरो पढाइले, मेरो जातले, मेरो वर्गले केही हुनेवाला छैन प्रभु। तर तपाईँको शक्तिले म भूत पाउँछु, प्रेत पाउँछु, रोगीहरू निको हुनेछन्। अनि मृत्युतिर गएका मान्छेलाई म प्रभुको आत्माद्वारा बचाउन सक्नेछु, बचाउने बाटोमा लगाउन सक्नेछु। अनि धेरै मान्छेलाई सुसमाचार सुनाएर गवाई दिएर प्रभु तपाईँको राज्यमा धेरै मान्छे फर्काउनेछु।